7वटै वडाका सम्पूर्ण स्थानीय तह लगायत समुदायका व्यक्तित्वज्यूहरूमा म सम्बोधन यथार्थ राख्दै मेरो प्रश्न साथसाथै मेरो जिज्ञासालाई म यहाँ समक्ष राख्न चाहन्छु। मेरो नाम सुनिता हरिजन, ठेगाना शुद्धोधन गाउँपालिका वार्ड नम्बर 1 पनौतटोल र म अहिले शुद्धोधन पालिका स्तरीय किशोर युवा साथी सञ्जालको अध्यक्ष पनि हो। मेरो प्रश्न हाम्रो पालिकादेखि हामी चाहिँ यहाँ विशेष गरेर धेरै जसो प्रश्नहरू बाटोमा आएको छ। नदी नालादेखि गिट्टीहरू कसरी निकालिएको छ त्यो सम्बन्धी आएको छ। तर पनि यति धेरैजनाको प्रश्नहरूमा पनि हाम्रो सामाजिक सवालको विरुद्धमा कसैले पनि प्रश्न गरेको मैले देखेको छैन अहिलेसम्म। हाम्रो पालिकाले चाहिँ लागु पदार्थ दुर्व्यसनीमा कति युवा किशोरी फस्नु भएको छ, त्यसको लागि अहिलेसम्म के कस्तो नीति नियमहरू कदम चालेको छ, मेरो जिज्ञासा म जोड्न चाहन्छु। साथसाथै हाम्रो शुद्धोधन गाउँपालिकाभित्र 3वटा वडा शुद्धोधन 6, 7 र 1 हाल बाल विवाह मुक्त वडा घोषणा भइसकेको छ। तर पनि अहिलेसम्म घोषणा भइसके पनि उहाँको त्यो समुदायमा कतिको बाल विवाह भइरहेको छ कि छैन भन्ने पालिकामा के कस्तो अनुगमनको व्यवस्था छ र अहिलेसम्म भएको छ कि छैन भनेर पनि म जान्न चाहन्छु। साथसाथै सार्वजनिक विद्यालयहरूमा प्रत्येक वर्षहरूमा चाहिँ फर्निचरको व्यवस्था हाम्रो स्कुलमा विद्यालयमा फर्निचरको मागको बढ्दै आउँछ। तर पनि गुणस्तरीय शिक्षा के छ विद्यालयमा, सरकारी विद्यालयहरूमा चाहिँ गुणस्तरीय शिक्षाको लागि के कस्तो पालिकाले कदम चालेको छ म जान्न चाहन्छु। साथसाथै जुन विद्यार्थी भाइ बहिनीहरू विद्यालयसम्म पुग्नु भएको छैन, विपन्न आर्थिक अवस्था कमजोर भएको कारणले उहाँहरू विद्यालयसम्म पुग्नु भएको छैन, उहाँहरूले चाहिँ विद्यालयसम्म टिकाइराख्नको लागि पालिकाको साथसाथै वडाहरूको के कस्तो कदम चालिएको छ मेरो जिज्ञासा। साथसाथै यो खोला नालाबाट जति पनि बालुवाहरू गिटीहरू अघि नै पनि आएको छ, म त्यसलाई पुनः दोहोऱ्याउन चाहन्न। तर पनि जति पनि हामी देख्न सक्नुहुन्छ सबैजनालाई अवगत नै छ त्यो प्रश्न। जुन गिटीहरू निकाल्ने बेलामा चाहिँ 4वटा 5वटा लगातार एक दिनमा कति धेरै ट्रकहरू हाम्रो टिप्परहरू चलिरहेको छ। तर पनि त्यसमध्ये पनि 1-2 लगातार चाहिँ बिना कुनै नीति नियमको यत्तिकै प्रश्न एउटा व्यक्तिको लागि मात्र निकालिएको रहेछ। यो कसको समन्वयमा र किन यसको लागि चाहिँ पालिकाले कसरी निर्देशन दिएको छ मेरो जिज्ञासा। हस्, धन्यवाद। व्यापारीको हकको लागि एउटा संस्था उद्यमी संस्थाबाट बोल्दैछु, जसमा म चाहिँ संस्थाको अध्यक्ष बन्दै गर्दा व्यापारीको हकको चाहिँ आवाज उठाउनुपर्छ भन्ने हिसाबले म यहाँ आएको छु। मलाई पहिलो प्रश्न सोध्दैछु, वार्ड नम्बर 1 मा खोलो खनिएको छ, यहाँका वारासी हुनुहुन्न, त्यो के कारणले हुनु भएन, उहाँमा केही त्रुटि छ कि अथवा किन भाग्नुभयो? ल यहाँ कार्यक्रम किन राखियो? कार्यक्रम त अन्तमा नै कार्यक्रम थियो नि त। जो वारासी यहाँ हुनुहुन्न, उहाँको नेतृत्व यहाँ छैन। म फेरि 7 वार्डको प्रतिनिधित्व भएको कारणले म बोल्दैछु। दोस्रो कुरो, जब बिना सुकामा ठेक्काको कुरो आयो 30% चाहिँ जुन ठाउँमा खोलो खनिन्छ त्यहाँ दिइन्छ, 40% प्रदेश खनिन्छ, रह्यो अब 30%ले के हुन्छ बाटो। अब म उहाँलाई सोध्दैछु, अध्यक्ष प्रशासकीय अधिकारी हुनुहुन्छ, सेतो कपडा लगाएर बस्नुभएको छ। अब तपाईँहरू मोटरसाइकलमा एकचोटि खानेसन पुग्नुहोस्, एकचोटि यता गरेर ताम्राको बेला आउनुहोस्, त्यही कपडाले कतिको सफा देखिनुहुन्छ आफै विचार गर्नुहोस्। र बाटो विनाशलाई हामीलाई विकास चाहिएको छ, हामीलाई विकास त्यो अवस्था चाहिएको छ कि गौरवका चाहिँ योजना पर्नु, बाटो बुद्ध सकेट पर्नुहोस्, त्यसमा आउनु कुनै आपत्ति छैन। बाटो खन्दै गर्दा 30% आएर हामीले के पाउने? अहिले बाटोलाई कति गौरवको बाटो बनेका थिए, ती बाटोहरू सबै सिद्धिएका छन्, कोही जाने अवस्था छैन। वार्ड 2 मा उहाँ हुनुहुन्छ, सायद त्यो कपडा फेर्नुपर्छ उहाँलाई जाँदाखेरि, उहाँको ब्याग चप्पल लाएर हुनुभएको छ, किनकि हामी हिँड्ने अवस्था छैन, मुनि कपडा फेर्ने हो। यस्तो विकास हामीलाई चाहिएन यति, किनकि यसले हामीलाई कति पो बस्छ र बाटो कतिको खर्च भयो त्यसलाई मूल्याङ्कन गर्नु होला। दोस्रो कुरो मैले के भन्दैछु भने बच्चा जुन विद्यालय आउँछन् जाने क्रममा आमा बुवा छोड्न आउनुपर्छ, सबै काम छोड्नुपर्छ। ल स्कुलमा किताब किन्दा बाबु अरू किताब नकिन, टिप्पर बन्द भएपछि किन्लास्, अझ त्यो बन्द भएपछि हाल्छ भन्दा व्यापारीका व्यवसायहरू घट्दै गए। व्यापारी अरू तस नछन्, यो गाउँपालिका यदि आम्दानी छ भने व्यापारीलाई अहिलेको छुट गरिदिनुहोस्, यति खुसी हुन्छन् जनता। किन मानपोखरीदेखि जुन बाटो हिँडेको छ नि ती व्यापारीको मर्का छ, कसैकोमा पनि पुगेको छैन, तिनीहरूले आतङ्क बढ्ताको छ। यो चाहिँ म तपाईँलाई पहिलो कुरो राखेँ। ल हामीलाई अब राष्ट्रियको गौरव गर्दै गर्दा जुन के अरे बुटोदेखि गोरसिङ बाटो भनौँ त्यसमा विनाश र विकास पनि हुन्छ, दुइटै सहनुपर्छ। जुन बुटोदेखि नानगार बन्दैछ त्यो विकासमा विनाश हुनु सहनुपर्छ। तर यहाँ के को लागि गर्दा सामान्य पैसाको गर्दा कसैको जीवजनको ठेक्का कर लिने,
हिजो घटना घट्यो, टिप्पोले आतङ्क मर्चायो, हामी इलाका प्रशासन कार्यमा गइयो, टिप्पोले जबरजस्ती इङ्ग्लिस पेर्न खोज्छ, मान्छे किन्न खोज्छ। मैले भने कि तपाईँले त्यो गर्नुहुन्छ भने हामीले टिप्पलमा आगो लगाउँछौँ, कसको ठेकामा जनता माग्न पाइन्छ भन्ने मैले त्यो गराएँ पहिलो कुरो। दोस्रो कुरो चाहिँ व्यापारीको एउटा हाम्रो चाहिँ फेरि हाम्रो वनमा गवेषको जानुभयो, जुन हामीलाई हाट बजार शनिबारको हाट बजार थियो त्यसलाई अलिकति बन्द गर्नुपर्छ कि भन्ने म पहिलो राख्नुपर्छ। हिजो त्यो बन्द बजार 2टा बजार थियो, हिजो के अरे एउटा बजार थियो र शनि मङ्गलबारको बजार गर्दाखेरि त्यो बजार तल जाँदाखेरि त्यहाँको व्यापारीहरू मिलेर एउटा बजार आएको हुनाले त्यो बजार अहिले व्यापारीको कसै पनि व्यापार नभएको कारणले त्यसलाई चाहिँ एकचोटि यो समिति केही गर्छ भन्ने लाग्दै मैले सबै हस्। मेरो नाम छविलाल शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीको यस क्षेत्रको सभापति इन्चार्ज। सबैले सबैको खाता उठाउनु भयो, तर एउटा कुठा चाहिँ उठाएन। यो शुद्धोधन पालिका साँच्चै के भन्ने हो भने यो कृषिको हब हो, अन्न उत्पादनको हब हो। यहाँका समस्या भनौँ तपाईँहरूलाई, यहाँका समस्या भन्नुहुन्छ भने त्यो कृषकको बिचरा झुडिएर मात्र मर्न सकेको, टाइममा मल पाउँदैन। मल कहाँ पाउँछ थाहा छ? मल मैले साँच्चै भनौँ, मल चाहिँ ठुलाबडाका घरमा पाइन्छ। कसरी पाउँछ कृषकले मल? सबभन्दा पहिला ठुलाबडाका घरमा मलका बोरा अहिले खोलिदियो भने ठुलैबडाका अलिक पहुँच भएका मान्छेका घरमा बोरा छ। किन राख्नु भने यत्रो बोरा भनेको आइसक्यो पाइदियो कि उसिरा फेरि तोरी सर्न पाइन्छ भने त्यही लिएर अनि पाउँछ किसानले मल। बिउ छर्ने बेला किसानले 10 किलो भयो हुने ठाउँमा 1 बोरा किसानले लिएर जान्छ पहुँचका आधारमा। तपाईँले के आधारमा मल बाँड्नुहुन्छ? बिहारमा बिउ राख्ने बेला कति किलो दिनुहुन्छ? बोरा दिनुहुन्छ नि तपाईँहरूले। त्यही हो मल वितरण गर्ने तरिका। त्यसलाई 10 किलो कति कट्ठामा चाहिँ त्यसले त्यो बिउ राखेको छ, त्यति मल दिनु भएन। रोप्ने बेलामा बोलाउनुहोस् किसानलाई, व्यवसायिक किसानलाई बोलाउनुहोस्। बिचरा अहिले व्यवसायिक किसानहरू मर्या छन् मल नपाएर। 2 कट्ठा छ उसले बोरा बोकेर जान्छ, 1 बिघा छ बिचरा उसले त्यहाँ 20 किलो पाउँदैन। अनि कसरी चाहिँ समानता भयो किसान? तपाईँको पहिचान गर्नुहोस् न। कृषि कार्ड त्यहाँ 10 दूरमा घरमा निकाले कृषि कार्ड बनाएको छ। त्यो कृषि कार्ड कसरी वितरण गर्नुभएको छ? मैले पनि कृषि कार्ड ल्याएको छु। मेरो म्याडमले घर 2 कट्ठा जमिन छ, कृषि कार्ड बनाएर ल्याएर आउँछ। म पनि कार्ड लिएर गयो भने मलाई 1 बोरा दिनुहुन्छ। अनि त्यो चाहिँ समानता भयो। तपाईँले पहिचान गर्नुहोस् कृषक को हो, को व्यवसायिक कृषक हो। व्यवसायिक कृषकलाई फोन गरेर बोलाउनुहोस्, तपाईँ मल लिन आउनुहोस् हजुर भन्नुहोस्। तपाईँले वितरण गर्ने चाहिँ सहकारीमा सबै दलका आफ्ना आफ्ना सहकारी छन्, आफ्ना आफ्ना मान्छेलाई बोलाउनुहुन्छ र मल वितरण गर्नुहुन्छ। बिचरा ओरिजिनल किसानले त्यो न सहकारीमा पहुँच छ त्यसको, न नेताजीसँग त त्यसको पहुँच छ। कहाँबाट पाउँछ मल? त्यसले मल प्रचुर मात्रामा छ, नपुगेको होइन। मल बाँड्ने प्रविधि गलत छ, मैले त्यहाँ दोस्रो कुरा हेर्नुहोस्, अहिले सिँचाइको भैलो बुझेर इजरायली सरकारको सहयोगमा त्यत्रो भैला बुझेको कुलो अरबौँ रुपियाँ लगाएर चाहिँ कुलो बनायो। आज त्यो कुलोको अवस्था हेर्नुहोस् न। त्यो वार्डको जनप्रतिनिधिले के कामको लागि चाहिँ त्यो जनप्रतिनिधि बनाएको? जनताले त्यहाँका समस्याहरू चाहिँ अहेड गर्न बनाएको होइन, त्यो ठाउँको त समस्या बुझ्नको लागि बनाएको जनप्रतिनिधि होइन। आज जनप्रतिनिधि विहीन जुन ठाउँमा तपाईँले कार्यक्रम राख्नुहुन्छ त्यही ठाउँमा त्यही वार्डमा चाहिँ जनप्रतिनिधि छ। सार्वजनिक सुनाइमा त आइदिनुहोस् प्लिज। पछि सुत्नुहोस्, जहाँ जानुहोस् मतलब भएन, तर सार्वजनिक सुनाइमा त जनता आएको ठाउँमा त कमसेकम जवाबदेहिताको लागि त तपाईँ उपस्थित हुनुहोस्। त्यसैको लागि बनाएको होला नि जनप्रतिनिधि। अनि यति लापरवाही गर्ने तपाईँले? बिमारी भए पनि आउनुहोस्, तोलिन कि बिमारी छ त्यो वार्डमा भने 3 दिन पहिला राख्नु भएन तपाईँले कार्यक्रम किन राख्नु? किन मशान्ति बोल्नुभयो त तपाईँले? थाहा थिएन व्यापारीहरू छन्, म पनि व्यापारी हुँ भन्ने सबैलाई थाहा छैन। अनि त्यही दिन जुधाएर राख्नुपर्छ? त्यो तपाईँहरूको चाहिँ केयरलेस, त्यो तपाईँको लापरवाही हो। त्यो मैले अर्को कुरो तपाईँलाई मैले भैलो बुझो कुलोमा जोड्दै थिएँ। आज भैलो बुझोका कुला मासेर बाटा बनाइएका छन्। मैले कतिचोटि यो कुरा उठाएँ, कसले बाटो यो बाटो कसले मास्यो यो भैलो बुझाको 30 फुट बाटो भन्दा मलाई थाहा छैन भन्नुहुन्छ। आज त्यो किसान त्यही भैलो बुझोको आडमा चाहिँ बाँधेर राखेको छ। कि कुलो मासिँदा जनप्रतिनिधिलाई थाहा हुँदैन? त्यहाँ गएर त दलालले चाहिँ जग्गा किनेर त कुलै मासे, बाटो बनाउने, जग्गा बेच्ने, अनि खण्डहर बनाउने चाहिँ कृषियोग्य जमिनलाई त्यो अधिकार कसैलाई छ? त्यो अधिकार पनि कसैलाई छैन। त्यो जनप्रतिनिधिले त्यो बजेट छुटाएर बाटो बनाउने बेला त्यो बाटो कहाँ बन्दैछ भन्ने कुराको हेक्का राख्नु। अर्को कुरो मैले हजुरहरूलाई चाहिँ भन्नै पर्ने,
यो किसानहरू भएको ठाउँ तपाईँले कस्तो राहत दिनुभएको छ यहाँ किसानहरू? आज गहुँको दानाभन्दा गुदोभन्दा बोक्रो महँगो छ, सामा मन्सिरको चामलभन्दा बरान महँगो छ, अनि किसानले चाहिँ दुध उत्पादन गरेर कति कमाउँछ त? निचरी लगाएर दुध खनाउँछ डेरीमा, एउटाले बोकेर गरेर चाहिँ 10 किलोमिटर बोकेर लिएर गएर 110 रुपियाँमा बेच्छ। बिचरा त्यो किसानले चाहिँ मुत र गोबर बाहेक हातमा केही दिँदैन। त्यसलाई दिउँ सक्ने चिज त्यो दानामा किसानलाई दिउँ न त। दानामा तपाईँहरूले त्यहाँ दिनुहोस् अनुदान। आज कतिपय ठाउँमा अनुदान दिनुभएको छ, भर्खर एउटा कुरा गर्नु, अनुदान कस्तोलाई दिनुभएको छ? जसको गोठमा बाख्रा छैनन्, जसको गोठमा केही पनि छैन, उसले अनुदान पाउने, जसले मिहिनेत गरेको छ त्यसले अनुदान नपाउने। पहिचान गर्नुहोस् त किसानको, को हो किसान? त्यसको घरमा जानुहोस्, त्यसले कति त्यहाँ बालेको छ, त्यसको आय आम्दानी छ कि छैन, कृषि पेसामा आवत छ भने त्यसलाई चाहिँ सब्सिडी दिनुहोस्, यसको आधार केही पनि छैन। त्यसरी पहिचान गर्ने होला नि त्यो किसान। यहाँ मरिरहेका छन् किसान। अर्को कुरो, तपाईँको चिसान बनाउनु भएको कति समय भयो? त्यहाँ 6 नम्बरमा कोल्ड स्टोर भन्छ, त्यसलाई कोल्ड स्टोर बनाउनु भएको। अहिले हेर्नुहोस् त 5 मा त्यो हालत हेर्नुहोस्। तपाईँलाई दुःख लाग्दैन? जनप्रतिनिधि म त त्यहाँ रोएँ त्यहाँ बसेर। हेर्नुहोस् त त्यो अवस्था, जनताको पैसा, तपाईँ हाम्रो पैसा, तपाईँको करको पैसा, अनि यो राम हेर्ने, रमाइलो हेर्ने, त्यो किसानको लागि बनाएको तत्काल त्यो सञ्चालनमा ल्याइयोस्, तत्कालै त्यो सञ्चालनमा ल्याइयोस् र किसानहरूलाई अफ सिजनको खेती गर्न सिकाइयोस्। सिजनमा सबैले निकाल्छ, अफ सिजनमा त किसानहरूलाई चाहिँ प्रमोटेड गर्नुहोस् र तिनीहरूलाई चाहिँ अफ सिजनमा खेती गर्न लगाएर त्यो चिजलाई चाहिँ कोल्ड स्टोरमा लगेर जम्मा गर्ने खालको वातावरण चाहिँ पालिकाले सिर्जना गरोस् भन्दै कुरा 2टा सहयोग यही चाहिँ टुङ्ग्याउँछु। हस्त, नमस्कार। सार्वजनिक सुनाइका कार्यक्रमका अध्यक्ष महोदय, सम्पूर्ण प्रतिनिधि, सम्पूर्ण यस गुनासो सुन्न र सुझाव दिनको लागि आफ्ना विकास भयो कि भएनन् भनेर आउनुभएका सम्पूर्ण जनप्रतिनिधि, सम्पूर्ण प्यारा मेरा आमा बुवा, दाजुभाइ दिदीबहिनीहरूमा मैले यो भन्न चाहन्छु। म 1-2 ठाउँमा यही बाटोको बारेमा अनुमान गर्नलाई तपाईँ आइदिनुहोस् न भन्ने क्रममा जाँदाखेरि मैले कतिपय सियारीमा धान रोपेको नि भेटाएँ, तर चाहिँ म जाँदाखेरि धान रोप्नुपर्छ कि भनेर मलाई सुनाउनु भएको थियो। धान नरोप्नुहोस् भनेर मैले जनप्रतिनिधिलाई बताउन खोजेँ। 7 नम्बर वार्डमा जाँदाखेरि त्यो 7 नम्बर वार्डमा उहाँहरूले एउटा प्रतिशोधै गरेको देख्छु मैले। किनभनेपछि 50 लाख रकम छुट्याइदिनु भएको छ, तर त्यहाँ ठेकेदारले लगेर गिटी पनि झारेको छ। तर उहाँहरूले जनताले काम गर्न दिनु भएन भन्नुहुन्छ, तर जनताले काम गर्न दिनु भएन भनेर त तपाईँहरू जनप्रतिनिधि बन्नुभएको होला नि। जनतालाई कसरी मिलाउने हो, कसरी काम गर्ने हो भन्ने कुरा त त्यही भएर जनप्रतिनिधि तपाईँ भएर अभ्यास भएर त्यहाँ गएर यसलाई यसरी गरौँ भन्ने कुरा निकास दिन सक्नु भएन, एउटा कुरा। अर्को कुरा, जुन ठेक्का बनेको ठाउँमा त गिटी गिरेर त हिँड्न नसक्ने छ, तर अर्को ठाउँमा रोपाइँ गर्ने अवस्था छ। यस्तो अवस्था जति पनि तपाईँहरूले यो कार्यक्रम सञ्चालन गर्दै गर्दा हजुरहरूले यो सार्वजनिक सुनाइ गर्दा भन्न त अब धेरैजना साथीहरूले भनि पनि सक्नुभयो। आज मशान्तिको दिन तपाईँहरूले जानेर राख्नुभएको, आज मशान्तिको दिन गऱ्यो भने कोही व्यापारी पनि आउँदैन, काम हामी चाहिँ सजिलोसँग 2-4 जना कर्मचारी र प्रतिनिधि भयो भने हामी सफल हुन्छौँ भनेर गर्नुभएको। योमा तपाईँहरूलाई ढुक्क रहनुहोस्। तपाईँहरू अहिले हाम्रो प्रवक्ताजीले पनि भन्नुभएको छ, म पनि अध्यक्ष, म पनि व्यापारी हो भन्नुभएको छ। हो, उहाँ पनि व्यापारी हो, तर उहाँले जानी आज राखिदिनु भएको। मैले अरूले भने पनि भन्नुपर्ने कुरा छ, किनभनेपछि म पनि एउटा व्यापारी हो, म पनि त्यस्तै दुःखमा पीडाले सहेर आएको छु। म पनि आज ब्याङ्कमा, अनेक ब्याङ्कमा गएर चाहिँ वित्तीय संस्थामा चाहिँ ब्याजहरू कुनै रकमहरू बुझाउनु पर्ने दिन थियो, तर पनि जनताका गुनासाहरू सुनिदिनुपर्छ भनेर आएको। तर उहाँहरूले तपाईँहरूले यो बारेमा यो मैले पटक सुनाएको छु। आज यो तपाईँहरूले यो दिँदै हुनुहुन्छ हामीलाई। मैले तपाईँलाई पटक भनेको होइन, कमसेकम जन्म मान्ने व्यक्तिहरूलाई, जनताहरूलाई, 2-4 जना गर्ने मान्ने व्यक्तिहरूलाई 1-2 दिन पहिला यो दिनु होला, तब सुझाव सल्लाह तपाईँहरूले पाउनुहुन्छ भनेर मैले आजभन्दा पटक सार्वजनिक सुनाएको छु। तर तपाईँहरूले सुनिदिनु भएको छैन। अहिले सबैले दिएपछि याद दिनुहुन्छ, कसले यसमा ध्यान ल्याएर पढ्ने? जसले त्यहाँ पढ्छ त्यसैतिर चाहिँ जनताको आवाज छ। धेरै कुरा जनताहरूको आइरहेका छन्, तर तपाईँहरूले सुन्ने पटक्कै काम गरिदिनु भएको छैन। यसबारेमा तपाईँहरू अझै सचिन खोज्नु भएको छैन र तपाईँहरूले जनताका यिनी चाहिँ जुन दिनुभएको छ कृषिमा अनुदान, अनुगमन पनि गर्नुभएको छैन। हो, यो सत्य कुरा हो। अनुगमन नगरिकन तपाईँहरूले दिने पटक अहिले साथीहरूले उठाउनु भयो, यो सत्य कुरा हो। यस कारणले तपाईँहरूले अहिले भन्दै गर्दा राधाकृष्ण 7 नम्बर वार्डकै विद्यालयमा म गएर निरीक्षण गर्दा यो भवनको तल सबै छड देखिएछ। अब कुन दिन त्यो भवन छतबाट खसेर
तल झरेपछि त्यहाँ विद्यार्थीहरू नष्ट हुने आवश्यक छ। तर तपाईँ जनप्रतिनिधि कुनै दिन त्यहाँ गएर चाहिँ हेर्नु भएको छैन। मैले वार्ड नम्बर 7 का वडा अध्यक्षलाई म त्यहीँ पुगेर फोन गरेको थिएँ, आउनुहोस् न सर, कमसेकम यो अलिक कोर्डिनेसन गरिदिनुहोस्, हजुर भयो भने अलिक सजिलो होला भनेर मैले उहाँलाई पनि बोलाएको थिएँ। तर उहाँले कारणवश मेरो चाहिँ आज भ्याउन के भन्नुभयो, जानु भएन। तर जनप्रतिनिधि भएपछि जनप्रतिनिधि बन्ने जनताको लागि गर्न भनेर गर्ने कि तपाईँहरू व्यक्तिको काम गर्नेमा जनप्रतिनिधि किन चाहियो? तपाईँहरूले सधैँभरि आफ्नो काम गर्नुहुन्छ भने किन चाहिँ जनप्रतिनिधि चाहियो? अरूलाई दिन छोडिदिनु न, अरूले चाहिँ जनप्रतिनिधि भएर गर्छ। यस कारणले तपाईँहरू अझै पनि सच्चिने विचारमा अझै पनि लाग्नुहोस्। यस कारणले तपाईँहरूले जुन ठाउँमा खोला उत्खनन गर्ने बेलामा मैले पनि हाम्रो चाहिँ आज चाहिँ खत्री सर आउनुभएको छैन, तपाईँहरूको नागेश्वरको मन्दिरमा त्यहाँ चाहिँ तटबन्धन छ है सर, जसरी पनि गरिदिन्छु, त्यो मन्दिर भत्किन थाल्यो भनेर भनेको थियो। अहिले त्यहाँको पिल्लर पनि तल झरिसकेछ, तर त्यहाँ अनुगमन भएको छैन। यस कारणले कुनै पनि बाटोघाटोमा अहिले हाम्रो चाहिँ अहिले उहाँ उसले 4 नम्बरको सरले भन्नुभयो, तपाईँहरू सेतो गाडीमा चढ्नुभन्दा तपाईँहरूले प्रत्येक वार्डमा टोलमा चाहिँ मोटरसाइकल लिएर हिँड्नुहोस् त, मसँग मैले तपाईँलाई घुमाउँछु, बल्ल तपाईँहरूले पत्ता पाउनुहुन्छ। तपाईँहरू मोटरसाइकल अब हाकिमहरू अध्यक्ष भएपछि पक्कै पनि मोटरसाइकल चलाउन सक्नुहुन्न होला, मैले चलाएर हिँड्छु तपाईँहरूलाई। तपाईँहरू अनुगमन गर्नुभयो भने जनता यस्तो ठाउँमा बसेका रहेछन्, बल्ल यो चाहिँ हामीले हेर्नुपर्छ भन्ने कुरा चाहिँ तपाईँहरूलाई ध्यान जाओस्। र मैले टिपेका प्रश्नहरू साथीहरूले त धेरैजनाले भनिसक्नु भएको छ। कृपया प्रश्नहरू नदोहोऱ्याइदिनु होला, जिज्ञासाहरू। प्रश्न त धेरै गरिएपछि अनि मैले भन्दै गर्दा त्यो राधाकृष्ण भवनमा हजुरहरूले गएर त्यहाँ गरेर त्यो शिक्षाको कुरा मात्रै हाम्रो शिक्षक उहाँ सरले भन्नुभयो, तर बजेट छुट्याएर विद्यालयलाई केही न केही रकम विनियोजित गरिदिनु भएन भने पक्कै पनि त्यहाँका विद्यार्थीहरू अब अहिले दुब्धामा पर्नेछन् भन्ने कुरा एउटा राख्न चाहन्छु। अनि माटोको बारेमा यहाँ उठ्यो, माटो हामी जस्तो व्यक्तिले गएर कुनै हाम्रो नम्बरी जग्गाबाट एक टाली माटो उठाएर ल्यायो भने पक्कै पनि हामीले घरमा ल्याउनलाई सक्दैन, डर लागिरहेछौँ। तपाईँहरूले त्यो पटक पटक योभन्दा पहिला साथीहरूले म पनि त्यहाँ उपस्थित थिएँ, तर मेरो कारणवश परेर म निस्केर गएँ, निवेदन दिने बेलामा त म थिइनँ। तर चाहिँ हाम्रो अध्यक्षजीले मुस्कुराएर त कुरा त गर्नुहुन्छ भन्ने कुरा चाहिँ गर्नुभयो हो, तर आजसम्म हामीलाई भए तुरुन्तै थानामा लगेर उहाँहरूले कारवाही गराएर तिराउनुहुन्छ। यही वार्ड नम्बर 1 मा उहाँले चाहिँ पैसा तिराउनु भएको छ। वार्ड नम्बर 1 का एउटा व्यक्तिलाई एउटा हलमा 2-4 टाली चाहिँ 2-4 बोरा गिटी पुगेको ठाउँ लिएर गएको ठाउँमा उसले 40,000 रुपियाँ हर्जना शुद्धोधन गाउँपालिकालाई तिरेको छ। तर जनप्रतिनिधि गरे पनि उसलाई कानुन लाग्दैन कि जस्तो देख्छु मैले। जनप्रतिनिधिलाई पनि हामीलाई र जनप्रतिनिधिलाई बराबरै कानुन लागोस्, नत्र पनि त्यसरी छुट पाइने अवस्था छैन दाइ। तर चाहिँ यो ख्याल गरेर तपाईँहरूले अनुगमन गरेर सबै कुरा, शिक्षाका कुराहरू पनि विभिन्न कृषिका कुराहरू पनि सबै कुरा गर्दाखेरि अनुगमन गरेर गर्नु होला। र कर्मचारीले पनि कतिपय हजुरहरूले राखेका यहाँ कर्मचारीहरू एउटै ठाउँमा 2-2टा प्रणाली भएर चाहिँ बजेट निकासा पनि हुन खोजेको छ, त्यसमा पनि तपाईँहरूले ध्यान जाओस्। त्यो त्यस्तो कर्मचारी छ भने कान दिनुहोस्। र यहाँ अहिले कति सालदेखि कर्मचारीहरू यहाँ अस्थायी रूपमा बसेर बस्नुभएको छ, उहाँ एउटा जिल्लादारीमा बस्नुभएको छ, अहिले चाहिँ केन्द्रले पनि यो तोकिसकेको छ। त्यस कारणले तपाईँहरूले पनि यसलाई छिटै कार्यान्वयन गरेर त्यसलाई स्थायी रूपमा बनाएर त्यो कर्मचारी जुन बसेका कर्मचारीलाई योग्यता अनुसारको छ भने राख्नु होला, तर योग्य अनुसारको छैन भने उसलाई तुरुन्त चाहिँ सबैले पाउने सेवा सुविधा चाहिँ लिएर काम गर्नु होला भन्दै मेरा सुझाव 2टा यहाँ राख्दै मैले यो आज सार्वजनिक सभाको कार्यक्रम सफल होस् भन्ने शुभकामना दिन चाहन्छु। हवस् त, धन्यवाद। निवेदन डाली तमन खोलक लिए हमार घर गिरे वाला बा, सुना नहीं बा। 3-4 बेर फोन कैली, वहाँ फोने में कहला 6-8 दिन होई, 8 दिन में चकबंद सूर्या होई। अब हम कहूँ पते नहीं बा। हमन के गाँव में न सड़क बा न तमन नाली बा, हमन के गांव में कौनो चीज सुविधा नहीं बा। न केहू नहीं दे, हमन के केहू नहीं ताके वाला बा। एकदम तमन कई 3-4 बेर निवेदन डाली, 3-4 बेर हम वहाँ गए, गाँव पालिका में गई, हमन के सुनवा नहीं बा। कुन टोल भन्नुभयो हजुरको?
चौकीपुर चङ्कीपुरबाट घामहा पुल हो। धेरै थिए कोही आइसकेका छन् हाम्रो सरहरूले सायद बिर्सिनुहुन्छ कि भनेर एउटा मैले सँगै जोड्न चाहेँ। यो बुद्ध सर्किटको बाटोमा यो समथिङ 52 करोडको यो प्रोजेक्टमा तयार भएको बाटो हो। यहाँहरूले 20 करोड उठाउने चक्करमा यो बाटो चक्काचुर पार्नु भएको छ। अब यो फेरि बन्द एउटा खाल्टो पुर्दाखेरि हाम्रो गौरवजीले भनिसक्नु भएको छ 30 लाख को बजेट लाग्ने छ भन्ने कुरा गर्नु मैले यहाँको यो किसिमले हो भने अहिलेको त्यो बुद्ध सर्किट बाटो जो हाम्रो यो गिटी निकाल्ने टिप्परले बिहारेको बाटो बनाउन तकरिबन 1.5 अरबले पुग्दैन। तपाईँहरूले 20 करोड उठाउने चक्करमा 1.5 बाटो छुवा पार्नु भएको छ। अर्को कुरो फेरि उहाँ के कुरो आयो भने प्रदेशको बजेट र केन्द्रको बजेटले हालेको बजेटमा हामीले छुन पनि मिल्दैन, त्यसलाई काम गर्न पनि मिल्दैन अथवा अनुगमन गर्न पनि मिल्दैन भन्ने कुरो आयो। यो हिसाबले तपाईँलाई बनाउने बिहारी अधिकार चाहिँ कसले दियो? यदि त्यस्तो हो भने केन्द्रले बनाएको बाटो तपाईँहरूले त्यसमा त्यो चल्ने अनुगमन त गर्न मिल्छ होला। त्यहाँ चल्ने टिप्परको कति वेट कति हुनुपर्ने हो र त्यो कस्तो कुन तरिकाले त्यो बगिरहेछ अथवा त्यो तरिका कुन प्रकार गइरहेछ। जस्तै सरले भन्नुभयो पहिला हाम्रो सूचना वाणिज्य सङ्घ अध्यक्षले भन्नुभएको छ यो अति नै आतङ्क भएको छ, यसलाई विशेष रूपमा ध्यान दिनु होला। अर्को कुरो सबै भए हजुरले गाउँपालिका र त्यहाँको त्यो भवन अति सुन्दर तरिकाले भित्र फुलबुट्टा रोपेर बहुत हेर्नलाई योग्य बनाउनु भएको छ, धन्यवाद। सँगसँगै त्यही गेटको बाहिरपट्टिको बाटो फाल्टो कसले पुर्छ मलाई त्यसलाई पनि ख्याल गर्नुला। अति नै बिजोग छ तपाईँको गेटको बाहिरपट्टिको खाल्टो अति बिजोग छ, त्यसलाई तुरुन्तै गर्न सकिन्छ भने त्यो एउटा भनौँ अहिलेको स्थितिमा त कमसेकम चक्का डुब्छ गाडीको त तपाईँको एउटा भनौँ सानो गाडी त डुब्छ त्यसैमा है। हजुर गाडी अलि हाइट छ डुब्दैन होला, तर त्यसलाई कृपया ध्यान दिनु होला। तपाईँ डेली जानुहुन्छ त्यो चाहिँ अलिक कहिले हुन्छ अथवा कति दिनमा हुन्छ त्यो चाहिँ अलिक जवाब दिनु होला। धन्यवाद। सबभन्दा पहिला त सार्वजनिकको यो शब्द कोषमा भएको कुरा सबैजनाको उपयोगका लागि बनाइएको, सबैलाई समान रूपले काम लाग्ने, सार्वजनिक सबैसित सम्बन्ध भएको, धेरैसँग सम्बन्धित भएको शब्दकोश एकपल्ट हेरिदिनु हुन म आज आयोजकजीलाई अनुरोध गर्दछु। र यो किताब हाम्रो हातमा एउटा किताबै भनौँ पुस्तक आएको छ। यो कम्तीमा पनि भित्रका त्रुटिहरूमा पछि तपाईँहरू फेरि गर्नुहोला, आगामी दिनमा नहोला। कमसेकम पहिलो पेजको सेकेन्ड पेजमै कमसेकम यस्ता प्रतिवेदनहरू लेखिन्न भन्ने कुरा पनि यो बताइरहनुपर्छ। यो सार्वजनिक सुनवाई कुरा निकाल्नुपर्छ भन्ने पक्कै छैन, आफ्नोमा रहन्छ। हामीलाई फोटोकपी गर्दा पर्छ कि जस्तो उहाँले पल्टाइसक्नुभयो। यो भयो र पूर्ववक्ता साथीले प्रश्नभन्दा पहिला र आजको यो असारमा जनता कोही जवाब आउला। कर्मचारी प्लस जनप्रतिनिधि प्लस आयोजक बराबर उपस्थिति छ कि छैन त्यसलाई पनि अन्तिममा गणना गरेर अर्को वर्षको रिपोर्टमा हालिदिनु हुन अनुरोध गर्दछु। र तालिमको विषयमा पूर्वोक्त साथीले कुरा निकाल्नु भएको थियो केवल तालिम केका लागि, तर यहाँ जति तालिम भए कमसेकम यो रिपोर्ट यसरी तालिम भए भनेर लेख्दै गर्दा त्यसबाट लाभान्वित एउटाले यो ठाउँमा ब्युटी पार्लर खोल्यो, पक्कै तपाईँहरूलाई जानकारी छ होला। र अर्को बाख्रा मौरीको घार वितरण भएको छ, बाख्रा दिइसकेपछि कमसेकम रिपोर्ट राख्नु होला कति बढ्यो सङ्ख्या, फेरि त्यसबाट फाइदा भयो त्यो पनि हामीलाई सुनाइदिनुहुन्छ। पक्कै यो रिपोर्ट लेख्दाखेरि केही विवरणसँगै लेख्नुभयो होला त्यो पनि। र त्यहाँ एउटा स्टार्टअप 1 जना फिमेल 2 जना मेल भनेर एउटा यो स्टार्टअपको लागि हामीले सहजीकरण गरियो भन्ने कुरा त आयो, कसलाई गरियो, कति रकम प्राप्त भयो, के परियोजनालाई गरियो त्यो पनि डिटेल भए अझ प्रश्न हुन्थ्यो कि सहजीकरण मात्रै गरियो केही पनि भएन त्यो पनि यहाँ जानकारी गराइदिनु अनुरोध गर्न चाहन्छु। र बजार अनुगमनको कुरा आएको छ, 10 केजी मिठाई के गरियो के अरे हामीले त्यसलाई नष्ट गऱ्यौँ भन्ने आएको छ। यो बजार अनुगमन यो शुद्धोधन गाउँपालिकामा गर्दा त्यति नै हो कि त्यही दोकानमा मात्रै भएको त्यो पनि कसले गरेको त्यसलाई स्पष्ट पारिदिनु अनुरोध गर्दछु। र अन्तिममा यो धेरै छ यहाँ गल्ती केलाउनका लागि तपाईँहरू यत्रोजना कर्मचारीहरू बसेर यो पक्कै सार्वजनिक सुनाइको तयारी गर्नुभयो होला, विभिन्न कुरा गर्नु होला। एउटा चाहिँ पढेर सुनाइदिन्छु। यो कुन बुदामा छ भन्दाखेरि महिला बालबालिका तथा समाज कल्याण शाखा अन्तर्गतको सेकेन्ड लास्ट बुदामा यस गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरू तथा कर्मचारीहरूको सहभागितामा लुम्बिनी ग्रामीण विकास परिषदको समन्वयमा सम्पन्न। त्यही छ, हेर्दै हुनुहुन्छ अझै एकपल्ट पढिदिनुपर्छ। यस गाउँपालिका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागितामा लुम्बिनी ग्रामीण विकास परिषदसँगको समन्वयमा सम्पन्न। अब यसले के बुझ्ने हो र यस्ता धेरै 2 भाषे 3 भाषे कुराहरू त छन्, एउटा चाहिँ मैले तपाईँलाई भनिदिएँ। यसै गरी अर्कोपल्ट नहोला, यी कुराहरूमा ध्यान दिएर यो जवाब पाए अति
राम्रो हुने थियो। धन्यवाद। साथीभाइहरूलाई चाहिँ हाम्रा अतिथि सरहरूलाई प्रमुख अतिथि सरहरूलाई सबैलाई चाहिँ धेरै धेरै धन्यवाद। मैले एउटा कुरा के भन्छु भनेदेखि यहाँ धेरै साथीहरूले आफ्नो विषय मनमा लागेर उठाउनु भयो र मैले पनि एउटा छुट्टै किसिमको विषय चाहिँ एउटा या दुईवटा मात्रै उठाउने प्रयास मैले गरेको छु। हामी पाहाडको विभिन्न ठाउँबाट यो मधेसमा आएर यहाँ बसेका छौँ र यहाँ मधेसमा पनि यहाँका आदिवासी जनजातिहरू यहाँ बस्नु भएको छ र विशेष गरिकन यो असार साउन भदौमा यो मधेसमा यो एकदम विषालु साँपहरूको यहाँ हरकत बढी हुने भएको हुनाले यहाँ मान्छेहरूलाई टोक्यो भनेदेखि यहाँ उपचार नपाउने अवस्था मैले देखेको छु। अब गाउँपालिकामा सुविधा छैन। अब बुटवलमा यहाँबाट सबैले टोक्यो भने बुटवल जाने प्रादेशिक अस्पताल जाँदाखेरि त्यहाँ पनि सुई छैन भन्छ। अब हामीहरू कहाँ गएर सुई लाएर जाने बस्ने हो सबैले टोक्यो भनेपछि। त्यसले गर्दाखेरि यस विषयमा पनि यहाँहरूको चाहिँ राम्रो चाहिँ ध्यान जाओस् र आफूभन्दा माथिल्लो निकायमा चाहिँ हजुरले चाहिँ लेखापढी गरेर पठाउनु भयो भने केही न केही चाहिँ उन्नति प्रगति भएर आउला सुई आउला भन्ने हामीले ठान्न पर्यो भन्दै मेरो चाहिँ यो सबैको विषयमा एउटा चौता राखेर चाहिँ बिदा हुन्छु। धन्यवाद। कृपया आफ्नो नाम भनिदिनु। मेरो नाम ओम प्रकाश पौडेल, शुद्धोधन गाउँपालिका वार्ड नम्बर 2 हिरापुर। कार्यक्रम सञ्चालकज्यू, आजको यो सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्णलाई यथोचित सम्बोधन गर्दै म आफ्ना कुराहरू राख्ने अनुमति चाहन्छु। यहाँ धेरै कुराहरू आइसके। कृषिका कुरा आए, गिटी बालुवाका कुरा आए, बाटाघाटाका कुरा आए, सबै कुरा आए, तर नीति तथा कार्यक्रमका कुराहरू आएनन्। सबैभन्दा पहिला नीति तथा कार्यक्रम सही भयो भने मात्रै अरू कुरा सही हुने हो। यहाँहरूलाई म स्पष्ट पारौँ। अहिले भर्खरै हाम्रो गाउँपालिकाले 271वटा नीति तथा कार्यक्रमहरू पास गरेको मैले सरस्वती सर्च गरेर पढेँ। मलाई लाग्छ घुम्दै फिर्दै रुन्जाटार पुरानै शैलीमा पुरानै ढङ्गले हामीले यो गरियो, तर यसलाई सच्याइयोस् नयाँ ढङ्गले। त्यसमा के कुरा छैन भन्दा जस्तै यत्र वर्षसम्म गाउँपालिकाले बजेट बाँडेको दिएको दिएछ किसानलाई, तर किसानको जति दिए पनि जीवन स्तर भाँसिएको छ, कहिल्यै मुटु माथि उठाउन सक्दैन। त्यसै कारणले यो नीति तथा कार्यक्रमलाई परिवर्तन गर्नुपर्छ। यहाँहरूले त्यो नीति तथा कार्यक्रममा के भन्नु भएन भने हामीले यति मितिसम्म सम्पूर्ण किसानहरूलाई फेरि सिँचाइको उपलब्ध गराउनेछौँ भन्ने शब्द कहीँ भेटाउनुहुन्न। मोटर बाँड्नेछौँ भन्नुहुन्छ, मोटरमा पैसा तिरै हो। समस्या छ क्या, समस्या छ। त्यस कारणले अझै पनि यहाँहरूलाई मेरो सुझाव के हो भने पहिला नीति तथा कार्यक्रम साँच्चै होस्। अब हामीले साँच्चै नयाँ ढङ्गले सोच्नुपर्छ। नयाँ ढङ्गले सोचिएन भने फेरि पनि यो किसानको जीवन स्तर माथि उठ्ला भनेर मैले पत्याएको छैन। मैले एउटा दुईटा प्रश्न धेरै सोध्न त चाहिन, धेरै कुराहरू यहाँ आइसकेका छन्। पहिला हाम्रै अध्यक्षज्यूलाई म के भन्छु भने गत आबोमा हाम्रो बजेट 75,33,80,500 थियो। यो वर्ष बढेर 78,02,97,000 हो। तर वार्डको बजेट 74 सालबाट त्यहीको त्यही छ, 1 करोड। अब एकछिन भन्दैछु मैले, किताबमा बढ्नु पर्यो, इन्टरनल बढेर भएन, देखिने गरी बढ्नु पर्यो। इन्टरनल त बढै होला कुनै। अब त्यो कुरामा म आउँदैछु। जस्तै कुनै वार्ड साना छन्, कुनै वार्ड ठुला छन्, कुनैमा 1 करोडले पनि पुग्दैन, 5 करोड लाग्ला, कुनैमा अलि थोरै बजेटले पनि होला। त्यो विचार त पक्कै पनि यहाँहरूले गर्नुभएको छ। अनि मैले अर्को कुरा पनि यहाँलाई जोड्न चाहेँ। यो किताब सरस्वती पढ्नुभयो भने हामी सबैको यति धेरै कुरा गऱ्यौँ। हामी सबैको गाइडलाइन भनेको रातो किताब हो। त्यो
रातो किताब पढ्दै जाँदा त्यसमा के भेटिन्छ भने एकमुष्ट रूपमा 20 लाख पुँजीगतका नाममा, 50 लाख चालुका नाममा, अर्को 1.5 करोड केका नाममा एकमुष्ट बजेट राख्ने गरिन्छ। र अर्को के गरिन्छ भन्दा निश्चित समूह, निश्चित व्यक्ति, निश्चित ठेकदार, आफूलाई मन परेको मान्छे यिनीहरूलाई दिने गरिन्छ। यसलाई के भनिन्छ अरे नेपाली भाषामा? नीतिगत भ्रष्टाचार हो कि होइन? त्यस कारणले यो हुनु भएन। मेन कुरा यो नीतिगत जबसम्म सकिन्न नि तबसम्म हामी जति उफ्रे पनि केही हुनेवाला छैन। जति उफ्रे पनि यो केही हुनेवाला छैन। यसलाई कृपया पक्कै पनि आगामी दिनमा रातो किताब निक्लिँदै गर्दा यहाँहरूले सच्याउनु हुनेछ भन्ने मलाई लाग्छ। अब म अलिकति प्रमुख प्रशासकीय अधिकृततिर तिर्सी है त। यहाँ थोरै गुनासा के आयो भने कर्मचारीले कुनै कुरा लिएर गए भने प्रमुख प्रशासकीय अधिकृतज्यू के गर्नुहुन्छ भने आफ्नो जिम्मेवारबाट पन्सिएर कुनै जनप्रतिनिधिहरूको काँधमा चाहिँ त्यो कुरा तेर्साउने आफू पन्सिने गर्नुहुन्छ भन्ने चाहिँ सुन्नमा आयो। अनि अर्को यो अहिले तेल बढेको थियो, अहिले केही घटेको छ। यो तेल बढ्दै गर्दा सम्पूर्ण कर्मचारीहरूको अन्य साथीहरूको जुन भाइकल गाउँपालिकाले वितरण गरेको भाइकल चाहिँ गाउँपालिकामा राख्ने गरिएको थियो। तर पछि आखिरी तेल त दिएकै छ निजी भाइकल नभए पनि। यो जब निजी भाइकललाई तेल दिँदै गरेको यदि हो भने त्यो भाइकल के अब निलाम गर्ने हो सूचना निकालेर, अथवा फेरि जस्ताको तस्तै जसको हो ती मित्रहरूलाई फिर्ता गर्ने हो? यसको बारेमा पनि अलिकति जानकारी गराइदिनु होला। र अझै एउटा कुरा के जोडियो भने हाकिम साहब, खुसीले मैले भन्दैछु हजुरलाई जानकारी गराउँछु, रिसाउनु भएको छैन नि? अनि अझै अर्को कुरा जोडेर के पनि आयो भने अहिले हाम्रो पालामा हामी जनप्रतिनिधि हुँदाखेरि एउटा कार्यविधि बनेको थियो। भत्ता बोनस जे भने पनि 30% भन्दा बढी चाहिँ नपाइने भन्ने थियो। यहाँ त कार्यविधि नयाँ बनेको छ, यति % पाउने भन्ने छुट्टै कुरा हो। अहिले 4-5 जना कतिले अलि मोटो रकम चाहिँ दिनुभयो अरे। तर कतिपय कर्मचारीहरू बिचरा काम गरे हुनुहुन्छ, तर चाहिँ उहाँले न्यून बोनस लिएर बस्नु भएको छ। यसमा पनि सबै कर्मचारीहरूको चित्त बुझेको छैन भन्ने हामीले सुन्नमा आयो। यो कुरा स्पष्टसँग बुझाइदिनु होला भन्दै आगामी दिनमा मैले फेरि दोहोऱ्याउन चाहे, अब हामीले नीति तथा कार्यक्रम नै ठिक नपारेसम्म अरू हामी जति चिच्चाए पनि यहाँ केही हुँदैन। हामीले विश्वास राखेका छौँ नीति तथा कार्यक्रम सच्चिएर आउनेछ। हस्त धन्यवाद। श्रीजोधन गाउँपालिका वार्ड नंबर 1 हमारे यहाँ कृषि वाले कहने बहुत विकास करेले, बहुत विकास करेले। इतना विकास भैल बा 2 ठुकोर बा दोनों भाग कर वहाँ पे ध्यान केहू के नहीं बा कि पब्लिक को से जी खाई बेचारा भी पैसा के ओके लाभ होई 2 बोर बा दोनों भाग ठर बा। और 3 ठुकोर पे रहिया टोले पे घाट गइल बा। गरीब वहाँ परेशान बाटे लेकिन ओकरे कहीं केहू नहीं सुनाता। हमारे यहाँ अनुरोध बा कि आपसे अनुरोध करके कहा कि इतना व्यवस्था मेरे साहब से हमारा अनुरोध बा कि इतना करवा दिया जाए। सदस्य प्रधान केहू के कहे वाला बाटे नहीं, गरीब का सुनवाई केहू सुने वाला नहीं बा। केहू जाए चुप मार के काम पता के सुनी है, चुपाई मार के बैठे हैं। यहाँ पे काल में बाद 2 बोर और प्याज में भर गए ओकर ट्रांसफार्मर चलाने गए तब वो ऐसा फटल बा 2 रुपया बा वो नहीं चालू भइल। ओके कैसे हमारे अनुरोध बा कि हाथ गोड़ जोड़ के विनती करके ऊपर से आदेश ला के ओके चालू करवा दिया जाए। 50,000 छुट्या छ हैन। गाउँपालिकाले 3 लाख त्यतिले 2टा टिचरको पुगेको छैन सेलेरी हैन।
अहिले त्यसमा आवश्यकता छ टिचरको। अब गाउँपालिकाले दिने हो कि वाडाले दिने हो त्यो अलिकति बढाएर चाहिँ उता मुस्लिम समुदायलाई पनि हेरिदिन पर्यो होइन। गाउँपालिकाले चोरी गराउने ठाउँ जुन छ गिट्टी बालुको धेरै कुरा आयो। जतिमा टेन्डर दिन्छ सबै माल खनन गराउने अनि बिक्री आदेश जुन दिन्छ त्यो नापजोख गरेर पुरा परिमाण जब उत्खनन भइहाल्छ त्यतिखेर मात्रै दिने। त्यहीबाट चोरी हुन्छ, त्यहीबाट चोरी गर्नुहुन्छ। चोरी गराउने बाटो नै त्यही हो। बिचमा आदेश दिने, बिक्री आदेश दिने, त्यसपछि खोलाबाट डाइरेक्ट त्यो डम्पिङमा जाने। यो को धन्यवाद। तपाईँको शुभ नाम भनिदिनुहोस् त। मेरो नाम विनय कुमार लोध। यो बाहेक अरू केही जिज्ञासाहरू छ? यो जिज्ञासा अघि नै आइसकेको छ। यसमा चाहिँ हाम्रो बिक्री आदेशको कुरा आएको थिएन सर। हजुर हजुर, बिक्री आदेश बिचमा दिने अनि चोरी गराउने, चोरी गर्ने होइन, त्यो कुरा अघि नै आइसकेको छ। त्यसको जवाब चाहिँ आउन बाँकी नै छ। अनि एउटा कुराहरू छ, हाम्रो इस्माइलीजीले कुरा निकालिसक्नु भएको छ। हेल्थ पोस्टको कुरा छ। मैले भने हजुर हजुर, दोष दिए छैन, तर म आफ्नो बच्चालाई औषधि गराउन जाँदाखेरि यताउता मुर्गिया बुटबल बिना एन्टिबायोटिक औषधिको बुखार र खोकीको औषधि ठिक हुँदैन बच्चाको। अब यहाँ हेल्थ पोस्टमा जाँदाखेरि त खालि सिटामोल दिने चलन छ। टाउको दुखे पनि, ज्वरो आए पनि। अब कसरी हुन्छ, पढे लेखेका हुनुहुन्छ, हेल्थ पोस्ट चलाउने मान्छेको पसल पनि छ। त्यही हेल्थ पोस्टमा जाँदाखेरि 500-1000 औषधि दिने अनि हेल्थ पोस्टमा जाँदाखेरि त्यही सिटामोल दिने प्रवृत्ति छ। त्यो कसरी हुन्छ, कहाँबाट आउँछ औषधि, त्यो हिसाबले मिलाउनु पर्यो। त्यही भनाइ छ, दोष लगाएको छैन। कसरी हुन्छ त्यो बालबच्चालाई राम्रो होस्। औषधि गराउँदा जाँदा 1-2 हजार लाग्छ। यहाँ हेल्थ पोस्टमा जाँदाखेरि त्यही सिटामोल दिने, बच्चा औषधिले त्यो भेट्दैन। कसरी हुन्छ त्यो लागु पदार्थ दुर्व्यसनीका कुरा र बाल विवाहको अवस्था के छ अनि विद्यालयमा गुणस्तरीय शिक्षा खोइ भन्ने सन्दर्भमा राख्नुभएको छ। एकदमै सान्दर्भिक प्रश्न छ। खास गरी हामीले विभिन्न वडाहरूलाई बाल विवाह मुक्त वडा घोषणा गरिसकेको अवस्था पश्चात हामीलाई त्यस्तो कोही कतै भागी विवाह भए बाहेक बाल विवाह भएको त्यस्तो सूचना प्राप्त भएको छैन। हामी किनकि सबै टोलमा सबै घरमा पुगेर उहाँहरूले अभिभावकज्यूहरूले चाहिँ हामी बाल विवाह गर्दैनौँ भनेर उहाँहरूले हस्ताक्षर गरिसकेपछि सबैले त्यसलाई चाहिँ स्वीकारिसकेपछि मात्रै बाल विवाह मुक्त वडाहरू घोषणा भएका छन् र अहिलेको अवस्थामा बाल विवाह भएको हामीलाई त्यस्तो जानकारीमा छैन। यदि बहिनीहरूले यो किशोरी सञ्जालमा काम गर्दै गर्दा विभिन्न किशोरी सञ्जालहरू हाम्रो थुप्रै वडाहरूमा हुनुहुन्छ, तपाईँहरूले को जानकारीमा यदि त्यस्तो भएमा हामीलाई वा नजिकको प्रहरी चौकीमा खबर गरिदिनु होला र तत्पश्चात हामीले त्यो बाल विवाह रोक्ने कोसिस गर्नेछौँ। यस विषयमा मैले यही भन्न चाहेँ। र लागु पदार्थ दुर्व्यसनीका कुराहरू न्यूनीकरण गर्ने कुराहरूमा विभिन्न सङ्घ संस्थासँग समन्वय गरेर हाम्रा यहाँ रहेका सञ्जालहरूसँग समन्वय गरेर विभिन्न कार्यक्रमहरू गर्नका निम्ति, जनचेतनामूलक कार्यक्रमहरू गर्नका निम्ति हामीले बजेटको व्यवस्था गरेका छौँ र विद्यालयमा गुणस्तरीय शिक्षाको लागि पनि हामी शिक्षकहरूलाई विभिन्न किसिमका तालिमहरू दिँदै र कोही पनि कुनै पनि स्कुल जाने पढ्ने उमेरका बच्चाहरू घर नबसुन्, विद्यालय जानुपर्छ भन्ने हिसाबले हामीले काम गरिरहेको कुरा यहाँहरूका बिचमा म जानकारी गराउन चाहन्छु। हस्, धन्यवाद। साथै यो बजार अनुगमनको हाम्रो डोलराज गैरीजीले बजार अनुगमन खासमा के थियो यो बजार अनुगमनको कुरामा अझै एकचोटि म स्पष्ट मिठाई नष्ट गरेको कुरा हो होइन। 10 केजी मिठाई बरामद गरी अखाद्य बजार अनुगमन हामीले विगतका वर्षहरूमा अलि धेरै अनुगमन गरेका थियौँ। यस वर्ष सबै ठाउँमा, सबै वडामा, सबै पसलहरूमा हामी अनुगमन गर्न पुग्न नसकेको कुरा यो यथार्थ हो र जहाँ जहाँ गयौँ त्यहाँको अवस्थाको बारेमा यदि अखाद्य वस्तुहरू भएको सन्दर्भमा हामीले त्यसलाई बरामद गरेर नष्ट पनि गरेका छौँ र बाँकी जति पनि
बजारहरू अनुगमन गर्न बाँकी छ। हुन त यो बाँकी यो 6 महिनामा सबै ठाउँमा अनुगमन गर्न पर्ने हो, तर त्यो खालको अनुगमन नभएको कुरा पनि छ। र अब हामी लगत्तै यो दसैँ तिहारको मुखमा हामी बजार अनुगमन गर्नेछौँ र कहीँ कतै त्यस्तो अखाद्य वस्तु अथवा डेट नागिसकेको वस्तुहरू भए हामी नष्ट गर्नेछौँ, किनकि यो प्रत्यक्ष जनतासँग, नागरिकसँग र स्वास्थ्यसँग जोडिएको कुरा रहन्छ। यदि अखाद्य वस्तु अथवा डेट नागिसकेको वस्तुहरू कसैलाई पनि सेवन गर्न नपरोस् भन्ने हिसाबले हामीले अब यस वर्ष यो आर्थिक वर्षमा तीव्र रूपमा बजार अनुगमन गर्ने हाम्रो योजना पनि छ। धन्यवाद। अब स्वास्थ्य त्यहाँ बसेको स्वास्थ्य कर्मीले जाँचेर उहाँलाई एन्टिबायोटिक आवश्यक छ भने चाहिँ एन्टिबायोटिक दिनुहुन्छ, यदि आवश्यक छैन भने चाहिँ उहाँहरूले चाहिँ दिनुहुन्न। अब औषधि के आवश्यक छ उहाँलाई चाहिँ के चलाउनु पर्ने हो त्यसको आधारमा औषधि वितरण हुने भएको कारणले अब उहाँ गएको बेला आवश्यक नठानेर नदिनु भएको हो कि अब के हो यो चाहिँ औषधि चाहिँ सिटाबोल बाहेक अरू पनि 98 प्रकारका औषधिहरू चाहिँ हामीले वितरण गर्ने चाहिँ गरेका छौँ। म हेल्पमा जाँदाखेरि सिटाबोल दिएर पठाउनुहुन्छ हो, त्यसको सोल्युसन त्यस्तो चाहिँ नहुन पनि अब कहाँबाट भएको छ त्यो चाहिँ हजुरले गुनासो अब कहिले भएको थियो कहाँ भएको थियो तत्कालै गुनासो गर्नुभयो भने हामीले पनि त्यहाँ समन्वय गर्न सजिलो हुन्थ्यो। अब त्यो चाहिँ त्यस्तो नहुनुपर्छ। एन्टिबायोटिक चाहिँ भएको छ, सस्तामा नभएको होइन, भएको छ। अब कहाँबाट कुन स्वास्थ्य कर्मीले त्यस्तो गर्नुभयो उति बेलै गुनासो गर्नुभयो भने चाहिँ हामी सम्बोधन गर्न सक्छौँ। भएको होइन, गोडाबातिरबाट पनि धेरै टिप्परहरू त्यहाँबाट उडेको अवस्था हो, मायादेवीतिरबाट पनि। अब यसलाई बन्दै गर्ने भयो भने अब हामी यही सल्लाह गरेर बन्द भयो भने त बन्दै भइहाल्यो। यो चाहिँ अब विषयमा धेरै यो इस्टिमेट पनि आयो, फेरि त्यो त्यही त सल्लाह गरेर अब कुन निकाल्ने गर्ने गर्दा भयो होइन, यति नै भने मैले। यस विषयमा अरू कुरा चाहिँ म भन्न चाहेन। अरू कुरा चाहिँ अब यो मेरो विशेष गरी हाम्रो वडा नम्बर 5 को पूर्व वडा अध्यक्ष जसले मलाई नै भन्नुभएको थियो कर्मचारीले लिएर गएको जनप्रतिनिधिको काममा तेर्साउने भन्नुभएको थियो। यो अलिक स्पष्ट भएन कि यो अलिक भेग भयो कि जस्तो लाग्यो। मलाई यो तेर्साएको त्यो हावा भन्नुहुन्थ्यो, नभए त कला हो तेर्साएको थाहै भएन। जनप्रतिनिधिले मलाई भन्नुभएको छैन, उहाँले देख्नुभएको रहेछ। त्यो चाहिँ अब के भन्नु, अब मोटरसाइकल चाहिँ लिलाम गर्ने के गर्ने भन्नुभएको थियो, त्यो गाउँपालिकाले गर्ला, गाउँपालिकाको कार्यपालिकाले निर्णय गरेको विषय हो। अब मलाई भन्दा नि त्यो गाउँपालिकाले गर्ला। पहिला चाहिँ यो बन्दै भयो, कर्मचारीले मोटरसाइकल लिएर हिँडेर कुदेर बर्बादै भयो भनेर फेरि मोटरसाइकल तानेर राखिँदैन। अहिले फेरि अर्को समस्या आएछ। यो के गर्ने हो, त्यो चाहिँ उहाँ पनि हुनुहुन्छ, विज्ञको रूपमा सल्लाह दिनुभयो भने त्यो पनि गरेला। र प्रोत्साहन भत्ताको विषय उठाउनु भएको थियो। प्रोत्साहन भत्ता चाहिँ उहाँले नै कार्यविधि बनाउनु भएको रहेछ। त्यहाँभन्दा माथि नआएर चाहिँ कसैलाई दिएको छैन, के महिना चाहिँ बढी दिएको हो। कार्य सम्पादन मूल्याङ्कन यदि प्रमुख प्रशासकले गर्ने हो र त्यसले गरेर दिएको हो भने पनि मैले त्यही गरेर दिएको हो। अब अन्य विषयमा चाहिँ अब मिलाउनु पर्ने, गलत गरेको भए त अब कानुन बमोजिम कारबाही हुन म चाहिँ तयार छु। मैले जुन विषय उठाउनु भयो, मैले चाहिँ काम लगाउँदाखेरि भन्दाखेरि समयमै आउने, मैले भने काम गर्ने, लिएर हिँड्न पर्ने, साथ दिने साथीहरूलाई चाहिँ अलिकति बढाएर दिएकै हो। दिनुपर्छ भने फेरि कार्यपालिकामा छलफल भयो, उहाँसँग त गरिएन छलफल, कार्यपालिकामा भएकै हो। त्यसरी चाहिँ दिएको विषय हो। अब त्यो चाहिँ नमिलेको सच्याउनु पर्ने, कानुन बमोजिम कारबाही भोग्नु पर्ने भने म चाहिँ तयारै छु। प्रोत्साहन भत्ताको विषयमा मैले यति नै कुरा जाहेर गरेँ यहाँलाई। र अब अन्य कुरा चाहिँ अब यो गाउँपालिकामा काम गरिरहँदा म पनि 1 वर्ष चाहिँ काम गरेँ। 1 वर्षमा काम गर्दा कर्मचारीहरूको मूल्याङ्कन मैले पनि गरिरहेको छु इन्टरनल रूपमा। जसलाई दिनै पर्ने हो मैले आफ्नै उसले सरै भएर चाहिँ निर्णय गरेर दिएको। यो पनि कार्यपालिकाले निर्णय गरेको विषय फेरि मलाई व्यक्तिगत रूपमा सोध्दा भन्दाखेरि अब कार्यपालिका अध्यक्ष पनि हुनुहुन्छ, सबै कार्यपालिका बढी यही हुनुहुन्छ। त्यसै अनुसार यसरी गरौँ भनेर दिएको हो। पहिला उहाँका पालामा चाहिँ अलिकति यो बाहिर नआउँदो रहेछ, सधैँ रूपमा भित्र त्यो कार्यविधि पनि अलिक गर्वमै छ। मैले यसो हेरौँ त कार्यविधि भनेर खोजेको, यो वेस्टर्नमा प्रकाशित भएर रहेछ। हुन चाहिँ पहिलो पालामै बनाएर रहेछ त्यो प्रोत्साहन भत्ता। अब यो विषयमा म यति नै उहाँलाई अनुरोध गरेँ। र यो बिक्री आदेश एकैपटक दिने भन्नुभएको थियो। यो बिक्री आदेश एकैपटक दिँदाखेरि चाहिँ हामीलाई यो डम्पिङ गर्ने ठाउँ चाहिँ पर्याप्त पनि नभएको, सबै एकै ठाउँ जम्मा गर्न पनि नसकिने अवस्थाले गर्दाखेरि चाहिँ केही आदि जति उत्खनन गरेपछि त्यसलाई फेरि के गर्नुपर्ने भन्दा उत्खनन बढी हुन्छ कि भन्ने पनि चिन्ता गर्नुपर्छ, कतिको हो भनेर विचार पनि गरिरहनु पर्यो। त्यसले गर्दाखेरि चाहिँ दिएको हो। अब पछि कानुनमा पनि त्यस्तो संशोधन भएछ भने एकैचोटि गर्ने विषयलाई पनि समस्या रहेन। अब यो केही त्रुटिहरू चाहिँ महिला विकासको एउटा भएछ। अर्को कुरा चाहिँ बजार अनुगमनकोमा त्यो
एउटा चाहिँ बुलेट आएछ त्यो बजार आउनु त्यही दरबार मेलाकै हो 10 केजी चाहिँ बुलेट आएछ र अर्कोमा गएछ त्यो चाहिँ म अहिले हेरेँ त्यो थाहा पाइसकेँ र उहाँले चाहिँ महिला विकासबाट आउँदाखेरि चाहिँ दुईवटा टेबल थियो मैले एउटै कार्यक्रम होला भन्ने चाहिँ आज बिहान मात्र एडिट गरेको भएर यसलाई चाहिँ अलिक थोरली नहेरेको भएर त्यो कार्यक्रम कुन्नु भने उहाँले अहिले प्रश्न पारिदिनु होला महिला विकासबाट। अब अन्य कुरा चाहिँ यो कार्यक्रममै यो राखेको सही टाइममा पनि भएन यो भएन भनेर भन्नुभएको छ। हामी सबै यही छौँ, यसलाई मिलाउनलाई यो कार्यपालिकाले डिसिजन गरेको विषय हो। अब फेरि तिथि जुराएर फेरि पनि गर्नुभयो भने त्यही अनुसार हामी कार्यक्रम गर्नलाई तयारै छौँ भन्ने कुरा राख्दै अब मसँग आकर्षित हुने विषय चाहिँ यति छ कि अरू पनि केही छ भयो फेरि उपस्थित हुने गरी मेरो भनाइ अन्त्य गरी हस्तान्तरण गर्नुहुन्छ। कार्यक्रम सञ्चालक थियो सर्वे कार्यक्रममा उपस्थित सम्पूर्ण गाउँपालिकाका उपाध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधि साथीहरू र विभिन्न क्षेत्रबाट उपस्थित हुनुभएका सामाजिक व्यक्तित्वहरू, सम्मानित व्यक्तित्वहरू, पूर्व जनप्रतिनिधि साथीहरू, उद्योगी, व्यापारी, व्यवसायी, किसान, मजदुर सम्पूर्ण उपस्थितिमा म सुदूरदन गाउँपालिका अध्यक्षको तर्फबाट यहाँहरू सबैलाई स्वागत र सम्मान गर्न चाहन्छु। त्यो सार्वजनिक सुनवाईमा यहाँहरू आएर धेरै कुरा हामीले सुधार्न पर्ने कुराहरूलाई जुन सुझाव दिनुभएको छ, सुझाव दिने सम्पूर्ण महानुभाव र विज्ञ व्यक्तित्वहरूलाई म धन्यवाद भन्न चाहन्छु। काम गर्दा गर्दै जतिसुकै काम गर्दा पनि आफू पूर्ण फाइदो रहन्छ। मैले हुन त धेरै वर्ष जनप्रतिनिधि भएर काम गरेँ, तर काम गरिरहँदा वर्षेनी उहाँहरूका सुझाव चाहिँ ग्रहण गर्दै गर्दा मिलाउँदै पनि गर्दा सुझावलाई सम्मानसहित संशोधन पनि गर्दै जाँदा उहाँहरूले भने जस्तो उत्तर कहीँ कतै 100% आउन नसकेको गुनासो आयो। अध्यक्षजीले मुस्कानसहित उत्तर दिनुहुन्छ, तर रिजल्ट चाहिँ 100% दिन सक्नु भएन भन्नुभएको छ। म यसलाई पनि यहाँहरू सबैको बिचमा साझी राखेर म अझै यसलाई सुधारेर फेरि करेक्सन गरेर मुस्कान जस्तै रिजल्ट पनि 100% दिनको लागि कोसिस गर्नेछु। र यहाँहरूले ल्याएका धेरै कुराहरू सम्बन्धित शाखाबाट, सम्बन्धित वडा अध्यक्षज्यूबाट, सम्बन्धित उपाध्यक्षज्यू लगायत सबैबाट आइसकेको छ। केही कुराहरू जस्तै वडा नम्बर 6 का बारेमा, 7 को बारेमा, 1 को बारेमा पनि नदी कटान हुन्छ, बजेट छुट्याइन्छ, तर सम्बन्धित ठाउँमा बजेट जान सकेन कि सक्दैन कि भन्ने एउटा शङ्कास्पद कुरा आएको छ। हामीले कतिसम्म हामीले निर्णय गरेर वार्ड अध्यक्ष हाम्रा जनप्रतिनिधि साथीहरूलाई के भनेका छौँ भने तपाईँको चाहिँ त्यो घाटमा, टोलमा निकासी भएको ठाउँमा टोल विकासको बैठक राखेर टोल विकासको राजसहित बजेट विनियोजन गरेर हामीलाई पठाउनु होला। त्यो जुन हामीले 30% नदी जान्नेबाट उहाँहरूलाई चाहिँ अधिकार दिएको के भयो भने हामी गाउँपालिकाले बाँड्दा अनि अघि नै कुरा आयो, यहाँ चाहिँ तपाईँको तटबन्ध अब उत्खनन गरिन्छ, त्यही वार्डको अर्को ठाउँमा गएर त्यो लगानी भइयो भने त्यसको अर्थ रहेन भन्ने कुरा दाजुले गर्नुभएको थियो र हामीले पनि महसुस गऱ्यौँ। अघिल्लो सालमा धेरै अगाडि चाहिँ काम गर्दाखेरि जहाँ चाहिँ उत्खनन हुन्छ त्यही कामको लागि व्यवस्थापन गर्नुपर्छ भनेर त्यसलाई हामीले अनिवार्यता लगाउँदाखेरि टोल विकास समितिको निर्णय सहित हामीलाई पठाउनु होला भनेका छौँ। र त्यो भयो भने त्यो टोल विकास समितिसँग राय नभइकन आएको बजेटमा अनुरोध भयो भने अब त्यसलाई संशोधन गर्ने कुराहरू आयो भने अब समयमै चाहिँ आयो भने अब त्यसलाई पनि हामी हेरौँला। तर हामीले जहाँ बाटो उत्खनन भएको छ तत्त ठाउँमा पहिलो प्रायोरिटी दिएर पहिलो नदीको ठोकर, त्यसपछि नदीको किनारको सडक, सार्वजनिक भवन, विद्यालय, बाटो
र त्यहाँका जनताहरू वडाका चाहिँ तपाईँको टोल विकासका त्यहाँका साथीहरू बसेर कुरा गर्दा यो नदीको किनारभन्दा अर्को सार्वजनिक ठाउँ त्यो पनि नगरी नहाल्ने भएको छ। यसमा 60 लाख रुपियाँ यो वार्डमा चाहिँ नदीबाट आएको छ भने त्यसबाट 10-5 लाख त्यहाँ पनि दिउँ भनेर सबैको सल्लाह गरेर ल्याउनु भयो भने हामीले बाहिरबाट त्यो वार्डभित्रको अलिक परको यो जग्गालाई पनि हामीले सम्बोधन गर्छौँ भनेर यसरी अघि जस्तै कुरा आयो 4 नम्बर र 5 नम्बरमा धेरै टिप्पर हिँड्या तर 4 नम्बर र 5 नम्बरले नदीको 30% पाउनुहुन्छ। नियमसँग त्यो वडा नम्बर 4 र 5 तपाईँको त्यो खोलाको नजिक नपर्ने भएको हुनाले 30% पाउनुहुन्न। तर 30% नपाउँदैमा अब उहाँहरूले त्यो त्यहाँ बिग्रेका बाटो सडकदेखि सबै कुराहरू अब त्यो नदी ढुवानीको कारणले अन्य कारणले जुनसुकै कारणले पनि बिग्रेका सार्वजनिक बाटाहरू पुलाहरू विद्यालयहरू अनि विद्युत लगायतका सबै विकास निर्माण कामहरू गाउँपालिकामा रहेको बजेटबाट गर्ने भनेर हामीले त्यो खालको निर्णय गरेका छौँ। र हाम्रो सडक बुद्ध सर्किटलाई हामी पहिलो प्रायोरिटीमा राखेका छौँ। त्यस्तै गरी तामनगर फर्सासी सडकलाई हामी दोस्रोमा राखेका छौँ। त्यस्तै गरी अन्य मूल बाटाहरू मुख्य बाटाहरूलाई हामीले यही सालको बजेटबाट त्यसलाई मर्मत गर्ने स्तर उन्नति गर्ने भनेर हामीले सबै बाटाहरूलाई यो सार्वजनिक ढुवानी गर्ने बाटाहरूलाई सबैलाई सम्बोधन गर्ने गरी राखेका छौँ। अघि नै कुरा आएको छ, बाटो बिग्रेको छ, पैसा पनि अब आएको छ, हामीले पैसा पनि विनियोजन गरेर राखेका छौँ। हामी काम गर्छौँ। अब यो साल काम देखाउन सकिएन, सबैले बुझ्नु भएको छ। यो साल शुद्धोधन गाउँपालिकाले राखेको करोडौँ पैसा जस्ताको तस्तै, किनभने पिच चाहिँ बिटुविन तथा अन्य महँगीको कारणले ठेकदारहरूले हामीसँग आएर झगडा गरे। अहिले बल्ल लास्टमा अहिले केन्द्रीय सरकारले केही दिन अगाडि मात्रै अब यो बढेको दर रेटलाई सम्बोधन गर्ने गरी निर्णय गरेको सूचना आएपछि हामीले फेरि गत साल टेन्डरमा छुट्याएको पैसालाई सबै ठाउँमा फेरि थप पैसा दिनुपर्ने गरी करिब 2.5-3 करोड पैसा थप्न पर्ने देखिएर हामीले फेरि त्यसलाई पनि व्यवस्थापन गरेर गत साल छुट्याएको पैसा तत्त ठाउँमा जहाँ जहाँ विनियोजन भएको छ त्यही काम गर्ने गरी हामीले सभाबाटै पास र पारित गरेका छौँ। त्यो ठेकेदारको कारणले मात्रै नभएर विभिन्न राष्ट्रिय परिस्थिति, समय, सबै कुराले गर्दा हामीले समयभित्र पिच बाटोहरू, ठेक्का बट्टाका कुराहरू हुन नसकेको हुनाले हामीले यो आउने समयमा सबैलाई सम्बोधन गरेर जानुपर्छ भनेर हामीले व्यवहारिकतालाई पनि हामी मध्यनजर गर्दै उहाँको ठेकदारको समस्या र जनताका चाहिँ यो विकास निर्माणबाट हुन नसक्दा भएको अवरोधलाई महसुस गरेर हामीले आउने बजेटमा समेत त्यसलाई थप योजना बनाएर सम्बोधन गरेर गएका छौँ। मैले यहाँहरूलाई यो जानकारी गराउन चाहे, नदीको किनारमा अघि नै कुरा आइसकेको छु। नदी तटबन्धमा हामीले कलै गयो भन्ने जनता खोलामा चाहिँ नदीका उकासको किनारमा अब गाउँ छन्, बस्ती छन्, त्यसलाई सुरक्षा दिनुपर्छ। प्रत्येक सालपछि हामी 1.5 करोडदेखि 2.5 करोडसम्म खोलामा बजेट विनियोजन तटबन्धमा गर्छौँ। यो सालै सबैभन्दा ठुलो हाम्रो चाहिँ तपाईँको बजेट 1.5 करोडको बजेट तपाईँको 7मा 6मा 2मा काम गर्ने भनेर ठेकदारलाई ठेक्का दिएको, ठेकदारले गर्छु पनि भन्यो, सम्झौता पनि गर्यो, तर काम गर्न आएन। त्यो नगरिसकेपछि एक त हामीलाई त्यो पैसा अब आउने भएन, एउटा त्यो नोक्सान भयो, आएको पैसा चाहिँ फिर्ता गयो। दोस्रो, हामीले जहाँ जहाँ भनेका छौँ त्यहाँ फेरि हाम्रो आन्तरिक स्रोतबाट पैसा चाहिँ त्यहाँ व्यवस्थापन गरेर काम गर्न परेको छ। यो असाध्यै ठुलो मर्का हुँदो रहेछ यस्तो हुँदा।
तर जनताको योजना जनताका चाहिँ लागि जुन आवश्यक ठानेर हामीले निर्णय गरेका छौँ सबैलाई सम्बोधन गर्ने गरी हामीले यो साल पनि केही सबैको सहयोगले यो साल सबैको सहयोगले शुद्धोधन गाउँपालिकाका सबै राजनीतिक दल सबै बुद्धिजीवी सबै चाहिँ तपाईँको व्यापारी व्यवसायीको 100% सहयोगको कारणले यो साल राजस्वमा वृद्धि भएको कारणले यो गत साल गएको ठेकदारले काम गर्न नसकेका योजनाहरू पनि यो साल हामीले त्यसमा पैसा थपेर सम्पन्न गर्न सक्ने अवस्था आएको छ। त्यस कारणले हामी खुसी पनि छौँ। अधुरा योजनाहरू पनि सम्बोधन गर्न सक्ने भएको कारणले तिनी हुन्छन्। र यहाँ कृषिमा पुरा 1 नम्बर वार्डमा डिप ट्युबवेल 3टा डिप ट्युबवेल हाम्रो बोरिङ गाडेर राखेको छ तर सञ्चालनमा आएको छैन। अहिले त्यसलाई पनि हामीले 3टै डिप ट्युबवेल सञ्चालन गर्ने करिब तपाईँको समथिङ 1 करोड पैसा लाग्छ। त्यो 3टै डिप ट्युबवेललाई हामीले सञ्चालनमा ल्याउने भनेर अब हामीले त्यो बजेट चाहिँ व्यवस्था गरेका छौँ। र सिँचाइमा अलिकति यो अघि नै कुरा आयो मोटर सानो खालको चाहिँ बोरिङबाट माथिल्लो सतहको पानी तानिएर खाने पानीमा पनि समस्या आउने भएको हुनाले कमसेकम 400-500 मिटर फिट तलको पानी निकालेर किसानलाई दिन सकियो भने